दुर्गा प्रसाईको घरमा प्रहरीको छापा, 6 मोबाइल सहित ल्यापटप र सीसी क्यामेराको डीभीआर समेत नियन्त्रणमा लिइयो। मेडिकल व्यवसाय तथा राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईको भक्तपुर स्थित घरमा प्रहरीले खानतलासी गर्दै महत्त्वपूर्ण विद्युतीय सामग्री नियन्त्रणमा लिएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय र भक्तपुर प्रहरी परिसरबाट खटिएको टोलीले बिहीबार प्रसाईको घरमा खानतलासी गरेको थियो। प्रहरीले प्रसाईले प्रयोग गर्दै आइरहेका 6 मोबाइल र एउटा ल्यापटप सीसीटीभीको डीभीआर बक्स नियन्त्रणमा लिएको जनाएको छ। उपभोक्ता अपराध अनुसन्धान कार्यालयका एसपी रतन कुमार थापाको नेतृत्वमा पुगेको टोलीले बरामद सामग्रीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरी स्रोतले जानकारी दिएको छ। प्रहरीका अनुसार प्रसाईले लघुवित्त पीडितहरूको नेतृत्व गर्दै उनीमाथि निगरानी बढाइएको थियो। लघुवित्त पीडितहरूले केही दिन यता कुल्चक स्थित मानव अधिकार आयोगको अगाडि धरना दिँदै आइरहेका छन्। प्रहरीले आन्दोलन भड्काउन सक्ने भन्दै दुर्गा प्रसाईमाथि नियन्त्रण लिएको जनाएको छ र साउन 31 गतेदेखि नै प्रसाईमाथि निगरानी बढाएको समेत बताएको छ। घरमा समेत 24 घण्टा निगरानी राखिरहेको थियो। अब प्रहरीले नियन्त्रणमा लिएका मोबाइल, ल्यापटप र सीसीटीभी, डीभीआर लगायतका सामग्रीहरू फोरेन्सिक ल्याबमा परीक्षणका लागि पठाउने भएको छ।